एउटा वचन चाहिँ तयार पारेको छु। परमेश्वरको वचन पहिलो यूहन्नाको पुस्तक हामी 3 अध्यायको 1 देखि 10 सम्म पाठ गर्नेछौँ। त्योभन्दा अगाडि हाम्रो दिदीले सुकलाल भाइ भन्नुभयो हैन। यो चाहिँ स्कुलमा मेरो नाम थियो सुकलाल भाइ। हेड मास्टरले राख्नु भएको थियो है। एकदमै मलाई मास्टरको याद पनि आयो। प्रभुलाई धन्यवाद। सुकबहादुर तामाङ मेरो नाम। केही छैन, त्यो बेलामा जुन स्कुलको टाइममा चाहिँ यही नाम चलिरहेको थियो। अनि आज दिदीले बोलाउनु हुँदा एकदमै खुसी लाग्यो। आज मैले यस वचनको शीर्षक चाहिँ यसरी लेखिएको छ, नयाँ गरी जन्मिएको व्यक्तिले पाप गरिरहँदैन। अनि पाप गर्न दियाबलसले इसाईहरूलाई सधैँ नै लगाइराखेको हुन्छ, पाप गर्नको निम्ति कर लगाइराखेको हुन्छ भनेर मैले शीर्षक लेखेको छु। यहाँ म अहिले हालै ड्युटीमा छु र तपाईँहरू पनि ड्युटीमै हुनुहुन्छ भन्ने म आशा गरेको छु। आउनुहोस् हामी वचनतर्फ जानेछौँ। पहिलो यूहन्नाको 3 अध्यायको 1 देखि 10 मा यसरी लेखिएको छ। मैले मोबाइलको बाइबलमा हेर्दैछु। हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कहलाएकाहरू हौँ, र साँच्चै हौ पनि। यसै कारण त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला र सो अहिलेसम्म प्रकट भएको छैनौँ। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छन् तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ। 3 मा, अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ हामीमाथि यो आशा राख्ने हरेक मानिस आफूलाई पवित्र पार्छ। पाप गर्ने हरेक व्यक्तिले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो। पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा हामीहरू जान्दछौँ, र उहाँमा कुनै पाप छैन। 6 मा, उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेका छ न चिनेको नै छ। साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ ऊ धार्मिक हो जस्तो उहाँ धर्मी हुनुहुन्छ। जसले पाप गर्छ त्यो दियाबलसको हो, किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियाबलसको कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो। परमेश्वरबाट जन्मिएको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँ स्वभावमा त्यसमा रहनुहुन्छ र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो। 10 मा, परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो? त्यसैबाट प्रष्ट हुन्छ, जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन। परमेश्वरको वचन पढाइ सुनाइमा तपाईँहरूलाई परमेश्वरले आशिष दिउन्। यहाँ यसरी परमेश्वरको वचन 1 देखि यूहन्नाको हामीले पुस्तकलाई पाठ गरिसकेका छौँ। बाइबलले हामीलाई प्रष्ट रूपमा बताइराख्नु भएको छ र हामीलाई हरेक दिन हरेक समय उहाँले सधैँ नै हामीलाई केयर गरिराख्नु भएको छ। अनि परमेश्वर चाहिँ जीवित हुनुहुन्छ र हामीले जीवित परमेश्वरलाई पछ्याएका छौँ। धेरैजना व्यक्तिहरूले तिमीहरू विश्वासी भन्छौ तर विश्वासीले काम गर्दैनौ, किन विश्वासी भनेर मानिसहरूले प्रश्न पनि गरिराखेको हामी पाउँछौँ। अनि कतिपय प्रभुलाई नचिन्ने व्यक्तिहरूले कति विश्वासयोग्य असल कामहरू गरिराखेको छ, तर त्यो व्यक्तिलाई विश्वासी भनिँदैन। अनि यसमा चाहिँ हामी गर्व लाग्छौँ, किनभने हामी चाहिँ
दोस्रोचोटि फेरि फर्केर आउनुहुने महान यीशु ख्रीष्टको प्रतीक्षा गर्ने अनि जीवनको पुस्तकमा हाम्रो नाम लेखिएको छ र हाम्रो पाप चाहिँ क्षमा भएको छ। 2000 वर्ष अगाडि जो बेथलेहममा जन्म लिनुभएको प्रभु यीशु ख्रीष्टको प्रतीक्षा गर्नेहरूलाई विश्वासी भनिन्छन्। हामी कसैलाई विश्वास गरेर कसैको राम्रो काम गरेर यो नाम हामीलाई दिएको होइन। अनि परमेश्वर उहाँलाई परमेश्वरका पुत्रले तपाईँ र मलाई तपाईँ र मेरो पाप क्षमा गर्नुभयो अनि उहाँमा विश्वास गर्नेलाई एक दिन उहाँले उठाइ लानुहुनेछ चिहानबाट पनि